काकीहरू ल म बनाउँछु नि मात्रै आउनु है भनेर मलाई रो अड्काएर राखिदिएर उहाँ फुपूको घर यस्तो छ है बाँस गरेको भित्र है आमाहरू त छ बहिनी बस हामीहरू सामा जाउँ हो काकीहरू यस्तो छ है यहाँको बस्ती हाम्रो फुपूको घर जाने यी सबै धान खेती हो यो हो सिलाउटी बस्ती यता भित्र छ घर देख्दैन टाढो टाढो छ हेर्नुहोस् है साथीहरू यहीँ आसामको गाउँ यस्तो हुन्छ प्लेन हुन्छ बाँसघारी हुन्छ है निङ्ग्रो घारी हुन्छ यो सबै धान खेती हो भरेपछि जोत्छ अनि यता छ ऊ त्यो बाँसघारीभित्र छ हाम्रो फुपूको घर चाहिँ यो सबै उनीहरूको जग्गा है जग्गा धेरै छ है माटो चाहिँ तर घर चाहिँ एक्लै छ त्यस्तो हुन्छ जग्गा धेरै भएपछि घर एक्लै बस्नुपर्छ अब ठुलो न ठुलो छ एरिया अनि घर एक्लै हुन्छ अरू मान्छेहरू टाढो टाढो है यो सबै हाम्रो फुपूहरूको बाँसघारी हो निङ्ग्रो घारी हो है यहाँ के जङ्गली सब्जीहरू पनि छ अरे निङ्ग्रोहरू पनि टिपेर लानुपर्छ होला त्यहाँ घरको पनि के पूजा पनि लगाएको अरे अनि ज्वाइँ चाहिन्छ अरे हाम्रो तामाङको चाहिँ है म पाखरिनीको ज्वाइँ चाहियो है फुपूलाई है लामाहरूले ज्वाइँ खोज्दो रहेछ है हाम्रो तामाङको चाहिँ ज्वाइँ चाहिँ बहुत जरुरी छ है पूजा आजा घेवामा ज्वाइँ बेगर हुँदैन अनि ज्वाइँ जाँदैछ अगाडि दुईवटा पाखरिनको ज्वाइँ पछाडिको पनि भेना हो वाइबा ऊ पनि पाखरिनको ज्वाइँ हो मेरो बुढा पनि पाखरिनको ज्वाइँ हो बुहारी बोलाउँदैछ अनि मलाई चाहिँ जहाँ गयो पनि ज्वाइँ लिएर आउनु है माया भन्छ कि सबै फुपूको बारी हो कि हाम्रो पाखरिनी फुपूको बारी हो अनि यहाँ त कत्रो अलगो छ है यो सबै यो चाहिँ तामुल भन्छ यहाँ चाहिँ अनि यो तामुल पाकेपछि सुकाएपछि यो चाहिँ यता माथि देख न यिनीहरू चाहिँ सुपारीको रुख है साथीहरू हेर्नुहोस् है कति अलगो छ यहाँ मान्छे चढेर झार्छ है सुपारीको त्यहाँ झुप्पा हुन्छ अहिले चाहिँ लगेछ अनि हाम्रो यो फुपूले चाहिँ यो ठेकामा दिन्छ कि अनि मान्छेहरूले एकैचोटि यो रुख बारी नै किनेर लान्छ यो सुपारीहरू चाहिँ सबै हाम्रो फुपूको बारी हो अनि सुपारीको सानो रुख चाहिँ यस्तो हुन्छ सानो चाहिँ बोट अनि ठुलो भएपछि यस्तो हुन्छ यहाँ कोलबुगा पनि रहेछ सरी यता यहाँको बस्ती यस्तो हुन्छ बारी है यो चाहिँ बारी हो यता निम्बु पनि छ फुपूको बारीमा हेर्नुहोस् साथीहरू निम्बु हेर निम्बु खोइ त यी निम्बु है यो निम्बु भर्खर बच्चा हुँदैछ नभए त लानु पाउँथ्यो यति थियो यहाँ निम्बुहरू पनि छ अनि यहाँ पनि देखाएको छ अरे घारी कत्रो छ है यो अनारसको घारी अनारसको सानो बेटी यहाँ तपाईँ बच्चा निक्लिँदो रहेछ ऊ ए अनारस खाइ नसक्नुहुन्छ कि यहाँ फुपूको यहाँ भोलि पर्सि अनारस पाक्दा अनि केरा घारी पनि कति छ है अनि यहाँ भगटेहरू पनि छ के छ ऊ आमको रुख छ है ठुलो छ नि बारी फुपूहरूको अनि यहाँ चाहिँ आलु धेरै राम्रो हुन्छ कि आलुहरू चाहिँ साथीहरू माथि देखाउन यो कत्रो अलगो छ साथीहरू हेर्नुहोस् त रुख ए अलगो छ सुपारीको अनि यहाँ छ निम्बुको यहाँ चाहिँ यो सबै यो तल चाहिँ अनारस चाहिँ बारी अनि हल्दी बेसारहरू पनि यहाँ यही भित्र छ ऊ केराहरू त्यस्तो छ अनि घर चाहिँ यहाँ छ यो हाम्रो फुपूको घर साथीहरू हिँडेको है हामीहरू दमाङ पूजाको प्रसाद खायो अरे फुपूको घरबाट हिँडेको गाडी ऊ पर छ है यस्तो छ यताको गाउँको बाटो हामी चाहिँ ऊ त्यो पहाडको फेदमा पुग्नुपर्छ है साथीहरू यति टाढो छ 6-7 किलोमिटर हाम्रो गाडी यहाँ छ हाम्रो गाडी पर्खिरहेछ ड्राइभरले हामीलाई छोरी अगाडि जाँदैछ पछाडि काकी छु अनि म टमटम यहीँ आएको थिएँ उयो माथि चढेको थिएँ पछाडि राख्दा हुन्छ कि काकी उताबाट चढ्नु उताबाट
बाटो अरे ढोका भन्दा नि खोइ बाटो अरे काकी खोलेन ल काकी पस छोरी उताबाट पस्ने ल अब यो सानो खोला पार गर्नुपर्छ एकैचोटि चलाऊ है स्पिडले नभए भाँच्यो भने खतम यहाँ भाँचिँदैन अहिले त नभए काकी हामीहरू ठेलेर गइ कहाँ गइ पार गर भाँचिँदैन यतिकै रकेट जस्तो उडाऊ है यो घागरा नदी अहिले सुकेको छ है अहिले सुकेको छ भोलि पछि ऊ टेरेनको ब्रिज भोलि पर्सि त डर लाग्दो ठुलो हुन्छ